Hello guys, welcome back to my channel again. So अब दसैँ पनि सक्यो हो. अब अन्जुलाई यहाँनिर सिङताम पनि छोडिदिने हो. खासमा चाहिँ म कहाँ गएको भन्दाखेरि चाहिँ आज तपाईँको सिङताम गएको हो. क्रेजी हाउसमा तपाईँको एक दुईवटा सामान लगाउँ भन्ने सोच्दै थिएँ म. खास गरी म चाहिँ गएको अरे दा छ ललिता चिन्नुहुन्छ होला अस्ति मसँगै यता रङ्गलीमाथि जानुभएको दा. दाले त सामान लगाउने एक दुईवटा टप बक्सहरू के लगाउने भन्दै थियो. त्यही भएर चाहिँ हामी गएको. अन्त म पनि एक दुईवटा सामान लाउँछु होला भनेर सोचेर चाहिँ लेट्स सी कस्तो सामान राम्रो छ भने लाउँछु, छैन भने चाहिँ अब लाउँदिनँ. म चाहिँ फग लाइट लाउँ भनेर सोच्दै थिएँ खासमा चाहिँ हो. ओइ 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 पऱ्यो लागेको थिएन. ओके जाउँ दा जाउँ दा आएर छ हो. अन्जुलाई पनि छोडिदिने हो सिङताम सामान चाहिँ. सो लेट्स गो गाइस. यो बाटो चाहिँ अलिकति ठिक बनाएको छ अहिले यहाँनिर. अस्तिसम्म चाहिँ यहाँनिर चाहिँ पुरा यस्तो पानीहरू हुँदै थियो. त्यो भएर चाहिँ अलिकति अप्ठ्यारो हुँदै थियो. अहिले चाहिँ मजाको बनाएको छ यहाँनिर. रम्फू बाटो चाहिँ सबै अब राम्रो त छैन. यो जग्गा चाहिँ जुबिन्टस हो. जहिले पनि यहाँनिर चाहिँ यस्तै हुन्छ प्रब्लम. हजुर एकछिन गाडी आउँदैछ नि. रिक्स कहाँ लिनु, छिर्नु त छिर्छ नि. उयो आन्टीले जानु भन्दैछ कि गाडी आउँदैछ तलबाट. कहाँ होइन अप्ठ्यारो हुन्छ होला भनेर नि तलबाट आउनेलाई अन्डरस्ट्यान्डिङ गरिदिएको मैले चाहिँ खासमा. यसरी आउँछ कि अप्ठ्यारो साह्रो पर्छ नि तलको लाउनु हो. त्यही कारण चाहिँ मैले अन्डरस्ट्यान्डिङ गरिदिएको. गरम त अब गरमै छ नि. फेरि आज घाम लाग्यो नि त मजाले हो. त्यही भएर गरम भएको. यहाँनिर ब्याग पनि हालिरहेछ हो. पछाडि पनि ब्याग छ. त्यही भएर बिस्तारै हिँड्नुपर्छ नि. म चाहिँ ब्याग बेसी छ कि यहाँ पर्खिरहेको छ दाले. जाउँ दा. बेसी भिड हो आमा पछाडि. सो फाइनली गाइस रम्फू आइपुग्यो हामी. यहाँबाट दा पनि पछाडि आउँदैछ हो. पक्का अब यहाँबाट जाने हो सिङताम. रम्फू पनि सुकौरो लागेको छ. दसैँ सकेर त अल्छिलाग्दो भइरहेको छ. दा पनि आउँदैछ यहाँ पछि हो. पछाडिको ब्रेक प्याड पनि अलिकति चेन्ज गर्ने बेला भएको छ. मेरो राम्रोसँग लागेको छैन. अप्ठ्यारो भइरहेको छ मलाई चाहिँ कुदाउनु चाहिँ. पछाडि ब्याग छ क्या अन्जुको. त्यही भएर चाहिँ मेन प्रब्लम चाहिँ अप्ठ्यारो भइरहेछ. यो बाटोमा धेरै कुदाउनु मजा आउँछ बाइक हो. सिङताममा यो चाहिँ फग चाहिँ होइन ल गाइस. यो चाहिँ तपाईँको धुलो फ्रीको पाउडर है ल. सिङताममा चाहिँ यस्तो डरलाग्दो धुलो उठ्छ कि यो जग्गामा चाहिँ. आम्मामा के भन्नु. यहाँनिर यसरी यहाँबाट ढुङ्गा झर्छ बेसी. यस्तो यो पहिरो चाहिँ खतरा हो सिङतामको चाहिँ. साह्रो धुलो आयो आँखा पनि. यसरी न यहाँनिर चिप्लिन्छ नि यस्तोमा चाहिँ पुरा.
चिप्ली थियो कि बाटोमा चाहिँ पुरा ए आमामा चिप्लो हेर यो गाइस यो सिङतामको बाटोमा त यस्तो छ हालत त त्यतिको हाम्रोपट्टि मात्रै यस्तो होला बाटो भनेको त सिङताम हो अम्बो खोला ए अस्तिको फ्लड नहुने चाहिँ यहाँनिर रोड पनि रिस्की भएको रहेछ यहाँनिर साइडमा रोक्यो भने गाडी जान्छ तल साह्रै डरसरी हुन्छ यतिखेर चाहिँ नि ट्राभलहरू गर्नु चाहिँ यो चाहिँ यहाँनिर पनि लाइट लगाइदियो भने दामी हुन्छ सिङतामको फाइनली सिङतामको मुनि गेटमा आइपुग्यो यहाँनिर होइन ल सामान निकाल्दै यतिर यहाँ हाल्नु नि यहाँनिर ल ल ल यो जग्गा चाहिँ तपाईँको सिङतामको ब्रिज यहाँनिर हो तपाईँको सिधै यहाँबाट हामी गान्तोकपट्टि जानुपर्छ क्रेजी हाउस ग्यारेजको लागि चाहिँ यहाँबाट यहीँ हो है क्रेजी हाउस चाहिँ ओके फाइनली तपाईँलाई म देखाउँछु भित्रबाट अब ल त्यो पनि लाग्छ कहाँ लाग्छ त्यो होइन कहाँनिर लाउँदा राम्रो हुन्छ अरे यतातिर हुँदैन यतातिर पनि हुन्छ यतातिर लगायो भने क्लेम लाउनु परेन सबै जग्गा कुनै ठाउँ पनि लाउनु भयो भने लाग्छ जा तपाईँको त्यो 10 क्रस दामी लाग्ने